एज कति भयो? मेरो 30 ओभर। सिंगल या मिंगल हुनुहुन्छ? भत्केको घर नकिएको घर ठहर भने जस्तै हो म त। तपाईँ त कस्तो नमिठो बोलिरहनु भएको छ, तपाईँसँग म बोल्न सक्दिनँ, सरी है। बाई बाई, गुड नाइट। तपाईँ जान सक्नुहुन्छ हाम्रो कार्यक्रम। तपाईँको बोलीमा रसै छैन, तपाईँ ठाठा बोलिरहनु भएको छ, हौसला आदरै छैन, सम्मानै छैन। तपाईँलाई इज्जत गरेर मैले हिरो काले भनेर राजा प्यारो मान्छे भनेर बोलिरहँदा त हुन्छ नि, एउटा प्यारी रानी भनेर हुन्छ नि यार। ठाठा बोलिरहेको छ यार, मलाई त मजै लागेन यार केटा हो। मलाई बोलीमा पनि रस हुनुपर्छ है, बोलीमा रस हुनुपर्छ मेन कुरा मान्छेको। गोजीमा दाम छैन भने बोलीमा रस हुनुपर्छ। बोलीमा चिनी जस्तो घोलेको रस भएर आउ न बोकाहरू, ओइ बोकाहरू। पक्कै पनि हाम्रो कार्यक्रममा स्वागत छ। सबैजना डबल ट्याप गर्दै सबैजनाले होस्टलाई फलो गर है। मेरी कुनलाई फलो नगरिकन आए भने हजुरहरूलाई फेरि म जुन बाटो आएँ त्यही बाटो म फेरि बिदा गर्छु। साउदीको टाटो घाममा, कतरको टाटो घामतिर पुऱ्याइदिन्छु फेरि। हाम्रो जीवनसाथी.com स्वागत छ। हाम्रो माथि बस्ने रानीहरूले कपिलिङ गरिदिनु पर्ने हुन्छ, तलबाट हिरो कार्लेहरूले बेबीहरूले चुनुमुनुहरूले चाहिँ मलाई डबल ट्याप गरेर साथ दिनु होला। यति धेरै भ्युअर छ यार, ट्याप ट्यापै गर्दैन यार। 300 जना भनेको यहाँ हो त धेरै हो। अघि चाहिँ 500 600 पुगेको थियो है, ट्याप ट्यापै छैन यार लाइभमा त टेरिका। आवाज घोक्रो सुकिन्जल म्यारी क्विनले होस्टर गर्नुपर्ने हुन्छ, होस्ट गरेको अर्थै छैन यार। माया गर्नु पर्यो, सम्मान गर्नु पर्यो नि। एउटा 1 रुपियाँको फुल त दिनु सक्दैन। मैले माने सबै गिफ्टर छैन, सबै गरिबी छ हाम्रो नेपालीहरू। हाम्रो नेपालीहरू नि जति धनी भए पनि मनको गरिबै हुन्छ क्या। हाम्रो नि बेहोरा त देखाइहाल्छ हाम्रो नेपालीहरूले। विदेशीहरू आयो भने उनीहरूले मजाले सपोर्ट गर्छ है, भात समाज किनेर खुवाउँछ, खान्छ नेपालीले। नेपाली भनेको त खै के भन्नु यार, धनी त धनी नै हुन्छ। सोचै हाम्रो हामी गरिब छौँ क्या। सोच विचार भनेको धनी पार्नु पर्यो क्या कडा, बुझ्यौ? ल गाई सबैजना डबल ट्याप गर्नु। तिमीहरूको दम, तिमीहरूको सोच विचारै गरिब छ। मैले सबैलाई भनेको, एउटालाई मात्रै भनेको होइन। हामी नेपाली भनेको नि खालि गरिब तलै बस्ने खालको गर्छ क्या कामहरू। हामीले बाहिरको मान्छेहरू कति धनी हुन्छ, उनीहरूको सोच विचारै उनीहरूको राम्रो छ, उनीहरू परिवर्तन छ, उनीहरू कति राम्रो छ, विकसित छ उनीहरूको ठाउँ। लो गाइज एभ्री भाइले हेलो। योजनजी माथि माइक खोल्नु पर्ने हुन्छ, हजुरको ससुराली घर होइन। माथि आएर हेलो रानी नमस्ते म्यारी क्विनजी भन्नुहोस् है, कोठा खाली छैन। नमस्ते सबैजनालाई नभन्नु, मलाई भन्नु। अहिले हाकिम बोलिरहेको छु धरान सुनसरीको अफिसबाट। हाकिम मात्रै गुड। हजुर कहाँबाट हुनुहुन्छ राजा? म चाहिँ काठमाडौँबाट हजुर। ल काठमाडौँबाट हुनुहुन्छ। हजुरको शुभ नाम के हो? नाम योजना हो कि के हो? मलाई पढ्नै आउँदैन। होइन, यो चाहिँ मैले अब निकनेम राखेको हो है। मेरो चाहिँ विशु लामा हो। हजुर म केही पनि पढेको छैन। आज चस्मा पनि लगाएको छैन। कता हो चस्मा पनि, आँखा तिर्मिर भइरहेको थियो यतिको लाइभकोले। चस्मा पनि कता छ राखिरहेको झोलातिर होला। अनि सुन्नुहोस् न हजुर। हेलो, हजुरको उमेर कति भयो? हजुरको एज कति भयो? 35 वर्ष भयो। 35 वर्षको जवानी। 35 वर्षको जवानी। हजुर सिङ्गल हुनुहुन्छ कि म्यारिड हुनुहुन्छ हजुर राजा? भनिदिनुहोस् त प्यारो मान्छे। म त एकदमै सिङ्गल हजुर, एकदमै सिङ्गल हुनुहुन्छ। अब 35 वर्षको मान्छे तपाईँ सिङ्गल हो? हजुर। ल ठिक छ। अब यो 35 वर्षको जवानी अहिले कस्तो अवस्थामा हुनुहुन्छ? 11 बजेर 26 मिनट गएको छ रातको समय हाम्रो नेपालमा। अनि तपाईँको चाहिँ यो जवानी सम्हाल्न सक्ने छ कि सम्हाल्नै नसकेर हाम्रो जीवनसाथी.com-मा तपाईँ ठाडा पुच्छर लाएर चाहिँ हाम्रो भिडियो हेरेर आउनुभयो त राजा? लु भन्नुहोस् प्यारो मान्छे। हजुरले जे सक्दिनु भयो त्यही है। मैले अब हुन त तपाईँको यो देखिरहन्थेँ मैले टिकटकमा है। अनि सबैजना देख्थेँ, सबैजना गफगाफ भएको देख्थेँ। मलाई पनि जोइन हुनु मन लागेर गरेको। तपाईँ यहाँ जोइन हुनु मन लागेर गरेको भन्नु मिल्दैन है। तपाईँलाई गर्लफ्रेन्ड चाहियो भने गर्लफ्रेन्ड चाहियो भने, बुढी चाहियो भने बुढी चाहियो भने यो यतिको जोइन यहाँ पक्कै देखेरै पनि होला नि हैन। मैले यो मेरो घोक्रो सुकाउन पाउनु। ल ठिक छ। तपाईँको देब्रे हात कता राख्नु भएको छ, दाहिने हात कहाँ राख्नु भएको छ? मलाई मोडमा ल्याउनुहोस् सरलक्कै। मैले अलि बुझिन के भन्नुभएको? तपाईँ फेल हुनुभयो, क्यामेरामा आउनुहोस्। इन्टरभ्यू तपाईँ फेल भइसक्नु भएको छ। हाकिम बोलिरहेको थिएँ, हाकिमको कुरा तपाईँले चाहिँ निकै उल्लाला गरेर तपाईँले चाहिँ त्यो कुराहरू चाहिँ तपाईँले इग्नोर गर्नु भएको छ है। यो भात होइन, यो थपनी होइन, यो कुनै यो खाना होइन, पाउँदैन खाना होइन। यो भनेको बोली अमूल्य चिज हो। म्यारी क्विनको आवाज भनेको सुन्नुहोस् न, मेरो म्यारी क्विनको आवाज भनेको करोडौँमा बिक्री हुने आवाज हो है। हजुरलाई बार भन्नु सक्दिनँ, मेरो घोक्रो सुकिसक्यो। ल तपाईँ क्यामेरामा आउनुहोस् राजा, क्यामेरामा आउनुहोस्। मेरो सुन्नु न, फलोवर्स पुगेको छैन क्या। मेरो फलोवर्स पुगेको छैन। भर्खर म चलाएको त्यस्तै 6-7 महिना भयो।
त्यही भएर सबै त्यो पनि 1000 पुग्नु पर्दो रहेछ नि त भिडियोमा आउनु। सबैजना डबल ट्याप गर्दै लाइभ कपिलिङ गर्दै आउनुहोस् है ल। यस्तो फलोवर्स पुगेको छैन भन्छौ घाँटी नै दुखिन्छ बोल्नु पर्ने हुन्छ र सबैजना डबल ट्याप गर्दै लाइभ कपिलिङ गर्दै माथि आउनु पर्ने हुन्छ है। तपाईँहरू चाहिँ 1000 फलोवर्स पुगेको मात्रै आऊ है राजाहरू माथि 1000 फलोवर्स पुगेको मात्रै आउने है ल। सबैजना डबल ट्याप गर्दै हेलो हेलो माइक खोल्नुहोस् तपाईँ। हेलो 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 हजुर नमस्ते रानी भन्नु न राजा। नमस्ते नमस्ते रानी तपाईँलाई सिकाउनु पर्दो रहेछ मैले रानी भन्नु पनि है तपाईँलाई। होइन तपाईँलाई त्यस्तो त छैन के म आफै हजुर हजुर भन्नु भन्नु कहाँबाट हुनुहुन्छ? म यतादेखि हो भक्तपुरदेखि त्यस्तो नबोल्नु क्या मिठो बोल्नु रानी। नमस्ते मेरी क्विन्जी नमस्ते रानी। म चाहिँ नमस्ते। हट्टाकट्टा जवानी सम्हाल्नु नसकेर म चाहिँ यहाँ भक्तपुरबाट त्यस्तो कुरो भन्नै म चाहिँ यति पर्दैन वर्षको भए म चाहिँ फल्ना ठाउँबाट बोल्दैछु म फाल्ना बोल्दैछु म यति वर्षको हट्टाकट्टा जवानी हजुरको कार्यक्रममा आइसकेको छु रानी भनेर चाहिँ मुडमा ल्याउने बोल न। म इष्टपिष्ट सोध्नु नपरोस् न। म चाहिँ पुलिस जस्तो सोध्नु पर्ने हुन्छ या जति बेला पनि ल तपाईँको समस्या भन्नु मलाई रटटटट पारेर ल भन्नुहोस् राजा। छैन होइन जेब छ भने दिनु हजुर जेब मिल्छ कि मिल्दैन जेब जेब जिएफ मिल्दैन के भन्नुहुन्छ हजुरले यार के भन्नु के भनेको छैन हजुरको समस्या के हो? अब यो मान्छेसँग त म त मर्न आउँदिनँ। एकछिन पहिलो जिएफ छ भने दिनु जिएफ छैन भने नदिनु भनेको कुरा गर्छ। कस्तो रहेछ इन्टरभ्यू के पनि राम्रो बोल्दैन पनि मजा पनि दिँदैन। सबैजना नहाँस है यार बोल्नु जान्दैन केटाहरूले या मलाई झन् सुब्बखरे केटाहरू नआऊ झन् सुटो सुटो टाइपको अर्का बुढाहरू आऊ न ठस ठस गनाउने मकै बाँच्न आउने आऊ न अर्काको बुढाहरू। हेलो हेलो वीरगराज बोखराजी। हेलो 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 नमस्कार अनि नमस्कार। नमस्ते कहाँबाट हुनुहुन्छ तपाईँ? साथ नफेर्नु हजुर कहाँबाट हुनुहुन्छ? हिरो काले। हेलो यस्तो बुढीसँग बसिरहेको बुढीसँग जब काम सकेर आएको जस्तै बोल्छ हौ ओइली गएको सागाहरू रिस उठ्ने। हामी जस्तो हुनु फ्रेस हुनु पऱ्यो नि यार। हट्टाकट्टा जवानी कहिलेदेखि उम्लेको जवानीहरू कन्ट्रोल गरेर आउने केटा हो। बुढीसँग बसेर आएको छौँ सँगै। ल गाई सबैजना डबल टेप गरे डिभोर्स भएको केटाहरू आऊ न। बुढी त साथमा भएको नआऊ है। तिमीहरू नेपालमा भएको केटाहरू त नआऊ है। ओइली गएकोहरू बरु बाहिर बसेको केटाहरू आऊ। बरु बुढी नेपालमा भएको 5 वर्षदेखि बुढीसँग भेटघाट नगएको केटाहरू आऊ। बरु काजु बदाम नखानु त्यो आमालाई किनेर पनि खाएर आऊ न। आमालाई खायो भने त तिमीहरूको दम पावर त आइहाल्छ नि केटा। बुढी सँगसँगै भएको केटाहरू चाहिँ नआउनु है। मैले भन्दैछु हजुरहरूसँग अहिले साथमा बुढी छ भने नआउनु। बरु विदेशमा बसेको साउदी कतर अस्ट्रेलिया अमेरिका युएसए जापान कोर्सिया सोर्सिया कता कता भएको 5 वर्ष 6 वर्षदेखि बुढीसँग भेटघाट नभएको केटाहरू राजा हिरो कालेर आउनुहोस्। नेपालमै घरमै अलरेडी बुढीसँग भएको केटाहरू नआउनु है मैले भन्दैछु। हामी पनि सिङ्गलै छौँ अहिले हट्टाकट्टा जवानी। यहाँ म पनि एक्लै छु यहाँ मेरो कोही छैन। यहाँ यता फर्को सिरानी उता फर्को सिरानी साथमा रितु। हेलो हेलो नमस्ते हजुर। अलिकति राजा नमस्ते भनेर मिठो बोल्नु अलिक चर्को बोल्नु है। चाकु हल्लाउनु भएन। कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? म शीतल केसी हो झापा बिरटाउनबाट। ल हामी चाहिँ उहाँसँग छुट्नेछौँ। उहाँ चाहिँ इयरफोन लगाएर चाहिँ एकदम खराक खराक आवाज लिएर चाहिँ उहाँको चाहिँ घरमा स्वास्नी बुढी तेर्सेर चाहिँ झापाबाट हुनुहुन्छ। उसको स्वास्नीले चाहिँ त्यो आवाज म बोलेको सुन्छ भनेर इयरफोन लगाएर चाहिँ उहाँ चाहिँ बोलिरहनुहुन्थ्यो। त्यो कारणले चाहिँ उहाँलाई चाहिँ हामीले बिदा गरिसकेको छौँ। त्यो ट्याप्रो घुसार्नु भएन है कानमा। ट्याप्रो खोल्लो केटा हो। हामी डबल ट्याप गरौँ 12 बजीसम्म लाइभ बस्नेछौँ। हामी अफमा जानेछौँ। सबैजना डबल ट्याप गर्दै लाइभ कपिलिङ गर्दै रटटटटटट पार्दै गरे सबैजना डबल ट्याप गर्दै माथि आउने मिठो मिठो कुराकानी गर्न सक्ने राम्रो राम्रो आउने माथि आएर एकदम दम भएको पावर भएको एकदम माथि आउने है। सबैजना डबल ट्याप यहाँ मेरो कुरा सुनेर बस्ने होइन। यहाँ माथि आउनु रिस उठिरहेछ यहाँ आउनु तपाईँ। ल गाई सबैजना डबल ट्याप दुनियाँको यहाँ कुरा सुन्ने दुनियाँसँग च्याटिङ गर्ने दुनियाँसँग उ गर्ने तपाईँ यहाँ माथि बस्नु। सबैजना डबल ट्याप गर्नु हाम्रो कार्यक्रममा स्वागत। माथि आएर राम्रो राम्रो हिरो कालेर आउनुहोस्। माथि आएर हेलो रानी नमस्ते भनेर मुडमा ल्याउने खालको आउनु है राजाहरू। ल सबैजना डबल ट्याप गर्दै लाइभ कपिलिङ गर्दै माथि आउनुपर्ने हुन्छ हाम्रो कार्यक्रममा है। ओके सबैजना डबल ट्याप गरेर मुडमा ल्याउन हो राजाहरू। के साह्रो। हेलो हेलो हजुरलाई स्वागत छ हाम्रो कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ हिरो काले? हेलो हजुरको कम्बर नचलोस्, हजुरको खुट्टा नभाँचियोस्। हेलो कहाँबाट हुनुहुन्छ हजुर? कहाँबाट हुनुहुन्छ राजा? के भन्दै हुनुहुन्छ तपाईँले? के चल्दैन भन्नुहुन्छ?
पोखराबाट के चलेन के खुट्टा चलेन तपाईँको कहिलेदेखि अस्तिदेखि के भएर तपाईँको चलेन खुट्टै नचलोस् तपाईँको तपाईँ के बोल्दै हुनुहुन्छ हजुर कहाँबाट हुनुहुन्छ राजा के भन्दै हुनुहुन्छ हजुर उहाँलाई हामी तल झार्नेछौँ है सुनिता भन्ने आइडी माइक खोल्नुहोस् त हेलो सुनिता सुनिता भन्ने आइडीलाई मैले बोलाएर आएको छु है सुनिता 32 भन्ने आइडीलाई है सुनिता भन्ने आइडी सुनिता त्यस्तै भएको भए त मलाई छोड्दियो होला यार छोड्दियो ल सबैजना डबल ट्याप गर्दै यसरी चाहिँ यो फेक आइडीहरू चाहिँ नाउ है एउटा फोटो सोटो नराख्ने फेक आइडीहरू चाहिँ काम छैन हौ सबैजना डबल ट्याप गरौँ है ल सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै माथि आउनु पर्ने हुन्छ माथि आएर मिठो मिठो कुराकानी किन भाउ खोजेको यो मान्छेले तान्दा पनि आउँदैन त हौ माथि आउनु है मैले तानिरहेको छु तपाईँलाई ड्युटीमा हुनुहुन्छ कि हो माथि तानेको अब हुन त अरूको लाइफमा गएर अगाएको होला अब उता उता कुरा गरेर अब अगाइसकेको होला दिनभरि मेरो मेरो कुरा गरेर अगाइसक्नु भएको होला है सबैजना मेरो कुरा गरेर अगाइसकेको होला दिनभरि मेरो बडा बिचरा मेरो लाइफमा मेरो जज गर्ने कति मेरो आमाहरू कति धेरै रहेछ सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै माथि आउनु पर्ने हुन्छ है ल सट्ट टक्कसँगले हाम्रो 12 बजीसम्म लाइभ ओपन हुन्छ हामी सुत्नेछौँ हामी चाहिँ मर्निङमा छिटो फेरि हामी लाइभ आउनेछौँ एकदम राम्रो राम्रो हिरो काली आउने मन तन दिने है गोजीमा दाम छैन भने पनि केही छैन घाँटीमा गाँठ बोकेर आउने ईश्वरको धनी मिठो बोल्ने आउनु पर्यो क्या एकदम मिठो बोल्ने लट्ठै पार्ने केटी यो मनस त कति एकरे फुल पनि हाल्दैन म यहाँ म बोलेको चाहिँ सुनिरहेको सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै हाम्रो कार्यक्रममा वेलकम छ स्वागत छ एकदम हिरो कालीहरू देश विदेशमा जवानी उम्रेर के गरौँ कसो गरौँ भएको हिरो कालीहरू माथि आउनुहोस् है ल हामी डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै हाम्रो कार्यक्रममा आउनुहोस् है हामी सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क वेलकम छ है महाराजा मेरो 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 गृह मन्त्री मेरो राजा मेरो हाम्रो के भन्छ हाम्रो सर ठुलो बलिष्ठ नेपालभरिको ठुलो राजा हाम्रो कार्यक्रममा स्वागत छ सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दा टटटटटट पार त कडा हो फोटो हेर्दा नि यस्तो बखरको केटाहरू मात्रै झुन्डेको छ मलाई त लिनै मन लागिरहेको छैन हौ अलिकति हुन्छ के छ खबर हो रन्डीहरू सन्जनुहुन्छ रन्डीहरू उहाँलाई केही नभन्नु है उहाँ धेरै राम्रो बोल्नुभयो उहाँलाई हामी ब्लक लिस्टमा राख्नु पर्यो किन किन के छ हो हेरोहरूको रन्डीहरू के छ खबर हो रन्डीहरू यसो न है ओइ क्विन रन्डी ल यो उहाँ भाइ धेरै राम्रो बोलेर एमपी नबोल है तिमी नबोल है आइडी जान्छ है छोडिदेऊ उहाँको दिमागले त्यति नै भेट्यो बडा बिचरा छोडिदिउँ बडा बिचरा उहाँलाई मैले पुऱ्याइदिइसकेँ नबोल है कोही नबोल ल छोडिदिने उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ उहाँ हाम्रो लाइभबाट यहाँ आउनु भनेको किन त कति राम्रो बोल्नु भएको नि त्यो राजा बडा बिचरा म त मजा पनि लाग्यो कस्तो राम्रो बोलेको हो म त राम्रो पो लाग्यो सुनिरहनु मन लागेको थियो वाह कस्तो दामी यार सुनिरहनु लाउने थियो चाहिँ एकछिन त साउदी पुऱ्याइदिइहालेँ म त मजा पो लाग्यो सुन्नलाई वाह नाइस ल सबैजना डबल ट्याप गर्दै आउनुहुन्छ कति राम्रो बोल्नुहुन्छ हाम्रो नेपाली दाजुभाइहरू कति राम्रो कस्तो मिठो बोली वाह कति धेरै पढी लेखेको यस्तै हो खानदानीको छोरा यस्तै हो हेलो हेलो माइक खोल्नुहोस् राजा कहाँबाट हुनुहुन्छ राजा भनेर सम्मान गरेको छु है हेलो हेलो कहाँबाट हुनुहुन्छ हजुर म यता बाहिर देशबाट कि बाहिर कुन ठाउँबाट यतै भाडा बाँध्ने ठाउँ हजुर ल भाडै बोल्न जानुहोस् तपाईँको बोली नै फेल भयो तपाईँको लेजी आवाजमा म पास गराउँदिनँ तल ममता भन्ने आइडी माइक खोल्नु पर्ने हुन्छ आइफोन वाली हेलो हेलो दिजु दर्शन तिमी कहाँबाट हो दर्शन म काठमाडौँबाट म हिजो आएको थिएँ नि त्यही फुच्चीकै ओ म त चिनिनँ तिमीहरूको अब यस्तो ओ माई गड आइडीबाट आएको थिएँ नि दिजु म चाहिँ कुन आइडीबाट ओ माई गड आइडीबाट ए ओ माई गड अनि त्यही आइडीबाट ल्याउन बहिनीहरू आइडी चेन्ज गरेपछि म चिन्दै दिजु झऱ्यो कि त्यो त मेरो खै झऱ्यो त्यही भएर
ए अलिक अलिक रेल आइडी बोकेर आउन बुनुवा रेल ठुलो फरस लिएर आउने यसो 5-6 हजारको 9-10 हजारको त लिएर आउन बुनुवाहरू साह्रै फरस झरेछ दिजु झरेछ त्यही भएर ए क्यामेरा अलिक ओखो खोल्नु खालको ल्याउनु पर्छ कि अब केटाहरूलाई अलिक फेक आइडीहरूबाट अलिकति मेरो ठुलो आइडी पनि छ त्यो आइडीबाट आउन त अनि त्यसमा गिफ्ट पनि भएको छैन झरेछ क्या दिजु एउटा 6 महिनाको लागि गइदिए एउटा हप्ताको लागि गइदिन्छ दिमाग खराब ए ल नेपालमा बनाएको आइडी त्यस्तै हो ए ल ठिक छ चिनेको त्यसमा नि हिजोको बहिनी रहेछ म राख्छु अब मलाई तिमी उ गर त म्युटमा बस त बहिनी तिम्रो फलोस एकदम कम रहेछ तिम्रो फलो बढ्छ होला है तिम्रो सबैले फलो गर्नु ल हाम्रो गेस्ट आइडीहरूलाई पनि फलो गर्नु अनि हजुरहरूले चाहिँ मलाई मेन कुरा म्यारी क्विनलाई फलो गर्नुपर्ने हुन्छ है हजुरहरू एकदम अनफलो हान्नुहुन्छ मलाई है अनफलो हानेको हुनुहुन्छ मैले फलो ब्याकै दिनु भ्याउँदिनँ अनफलो हानिहाल्दि रहेछ ल सबैले यहाँ भोसलाई फलो गर्ने है मेन कुरा म्यारी क्विनलाई फलो गरेर आउने अनि हाम्रो गेस्ट आइडीलाई फलो गर्ने ओके कमन गाइज लेट्स गो सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै माथि आउनु पर्ने हुन्छ माथि यो मान्छेलाई कसले नजा भने के हो तपाईँ किन तपाईँ कसको कुरा सुन्दै हुनुहुन्छ हौ भोलि तपाईँसँग यहाँ मलाई मर्निङमा धेरै कुरा गर्नु छ अब अहिले त म गर्दिनँ भोलि यहाँ आउनु माथि तपाईँसँग म भोलि मर्निङमा खतरा कुरा गर्छु गाइज एभ्रीवान डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै माथि आउनुहोस् है हाम्रो जीवनसाथी.com मा स्वागत छ है तपाईँ किन झर्दै आउँदै गर्नुहुन्छ हेलो ड्युटीमा हुनुहुन्छ उहाँलाई हामी राखिदिन्छौँ ल गाई सबैजना डबल ट्याप गर्दै लाइभ कपी लिङ्क गर्दै हाम्रो कार्यक्रममा माथि आउनुहोस् एकदम दम भएको पावर भएको मात्रै माथि आउने है हाम्रो यो एउटा रुम खाली छ है बिजी छु म ल बिजी हुनुहुन्छ भने म्युटमा बस्नु न त त्यहाँ भोलि कुरा गरौँला हामी मर्निङमा आजको कुराहरू ल गाई सबैजना डबल ट्याप गरौँ हाम्रो कार्यक्रममा स्वागत छ माथि आएपछि एकदम मिठो मिठो कुराकानी गर्न सक्ने खालको हिरो कालेर आउनु पर्ने हुन्छ कमन गाइज लेट्स गो डबल ट्याप हाम्रो जीवनसाथी.com मा स्वागत छ हाम्रो बहिनीको भिडियो भिजिट गर्दै गेस्ट आइडीलाई फलो गर्दै म्यारी क्विनलाई फलो गर्दै हाम्रो हिरो कालेहरू आउनु पर्ने हुन्छ हेलो 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 म्यारी क्विन जी नमस्ते नमस्ते हजुरलाई स्वागत छ राजा कति मिठो भोइस